आजको भिडियो चाहिँ एकदम स्पेशल भिडियो छ है साथीहरु। स्पेशल भिडियो चाहिँ तपाईको के छ भन्दाखेरि चाहिँ मेरो चाहिँ पहिला माइक थिएन है, म चाहिँ यतिकै भिडियो बनाउँथे, त्यही भएर त्यति आवाज राम्रो सुनिन्थेन है। त्यही भएर म चाहिँ तपाईको माइक फोन लिएर आएको छु, म त्यही भएर हेर्नु साथीहरु। सामान चाहिँ सानो भयो भने हेर्दाखेरि सानो भयो भने यसले चाहिँ काम चाहिँ एकदम बबल दामी काम गर्छ, धेरै काम गर्छ हेर्नु साथीहरु। हेलो नमस्ते एभ्रिवन गाइज, आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला है। म पनि एकदम सन्चै आरामै छु। आज फेरि म नयाँ दिनको सुरुवातसँगै नयाँ भिडियो लिएर तपाईको सामनामा आइसकेको छु। आजको भिडियो चाहिँ एकदम स्पेशल भिडियो छ है साथीहरु। स्पेशल भिडियो चाहिँ तपाईको के छ भन्दाखेरि चाहिँ मेरो चाहिँ पहिला माइक थिएन है, म चाहिँ यतिकै भिडियो बनाउँथे, त्यही भएर त्यति आवाज राम्रो सुनिन्थेन है। त्यही भएर म चाहिँ तपाईको माइक फोन लिएर आएको छु, म त्यही भएर हेर्नु साथीहरु। अब चाहिँ म तपाईको सामने ओपन गरेर देखाउँदैछु है साथीहरु। सामान चाहिँ सानो भयो भने हेर्दाखेरि सानो भयो भने यसले चाहिँ काम चाहिँ एकदम बबल दामी काम गर्छ, धेरै काम गर्छ है साथीहरु। अब यो माइक फोनबाट चाहिँ तपाईको आवाज पनि एकदम क्लियर आउँछ, अनि चाहिँ बाहिरको त्यति आवाज पनि आउँदैन है। आवाज चाहिँ एकदमै क्लियर आउँछ, भोइस भिडियो बनाउँदाखेरि भलक सलक बनाउँदा एकदम दामी सुनिन्छ है साथीहरु। लेट्स गो गाइज, अब चाहिँ म तपाईहरुको सामने ओपन गर्दैछु है साथीहरु। ल हेर्नुस् गाइज, यो यसको चाहिँ यो बुक भयो, यहाँनिर चाहिँ के काम गर्छ सब लेखेको हुन्छ। ल गाइज, यसको चाहिँ यो चार्जरको केबल हो। ल हेर्नु साथीहरु, यो माइकको चार्जर हो, माइकको चार्जरको केबल है यो चाहिँ साथीहरु। चार्जरको टाउको चाहिँ छैन, यो केबल मात्रै छ है साथीहरु। अनि यो चाहिँ माइक भइहाल्यो है। ल हेर्नु साथीहरु, अनि यो चाहिँ मोबाइलको तलपट्टि हाल्नुपर्छ है साथीहरु। यो चाहिँ ल हेर्नु साथीहरु, यहाँ मोबाइलको चाहिँ यो चार्ज गर्ने पिनमा चाहिँ यस्तो गरेर हाल्नुपर्छ है यो चाहिँ। ल हेर्नु साथीहरु, यसरी ट्याक्क हानेपछि र यहाँनिर चाहिँ लाइट बल्छ है। ल हेर्नु साथीहरु, निलो लाइट बल्छ। अनि तपाईको यो यहाँनिर अन गरेपछि यहाँनिर दबाएपछि अन हुन्छ है। ल हेर्नु साथीहरु, ल हेर्नुस् यहाँनिर लाइट बल्छ। अनि चाहिँ यो दुईटा कनेक्ट भएपछि चाहिँ बल्ल यो लाइट बल्नु अफ हुन्छ है साथीहरु। ल हेर्नुस्, त्यहाँ अनि चाहिँ हामी भिडियो बनाउन सकिन्छ यहाँबाट चाहिँ। ल हेर्नु साथीहरु, अनि यहाँबाट चाहिँ तपाईँ बोलेर भिडियो बनाउन सकिन्छ। ल साथीहरु, यहाँनिर राख्न सक्नुहुन्छ, अनि यसरी बोलेर भिडियो बनाउन सक्नुहुन्छ है। ल हेर्नु साथीहरु, आरामसँग यहाँबाट चाहिँ कनेक्ट हुन्छ। ल हेर्नुस्, यो दुईटा कनेक्ट भएपछि बल्ल आवाज आउँछ। ल हेर्नु साथीहरु। ओके गाइज, अनि चाहिँ भिडियो बनाउन सकिन्छ है। ल हेर्नु साथीहरु, यहाँ राख्दा पनि भयो, यसरी राखेर बोल्न पनि सकिन्छ है। यसको चाहिँ एकदम धेरै काम छ है साथीहरु। यो माइकको चाहिँ एकदमै धेरै काम गर्छ यसले चाहिँ। तपाईको भोइस क्लियर आउँछ, अनि चाहिँ एकदम भोइस पनि मस्ट भएर आउँछ है साथीहरु। ल त्यही भएर चाहिँ भिडियो बनाउँदाखेरि भलक सलक बनाउँदाखेरि माइक चाहिँ एकदमै जरुरत छ है साथीहरु। नभए पनि हुन्छ, तर भयो भने चाहिँ एकदम बेस्ट। ल साथीहरु, मेरो चाहिँ यही नै हो है, यही हो। ल हेर्नु साथीहरु, स्पेशल आजको स्पेशल भिडियो भनेको ल यस्तै छ है त। ल हेर्नु साथीहरु, ल गाइज, अब चाहिँ मैले चाहिँ अब माइक ल्याइसकेको छु है। पहिलाको भिडियोमा चाहिँ मेरो माइक थिएन, त्यही भएर भोइस चाहिँ त्यति राम्रो थिएन है। अब चाहिँ माइक लिएर आएको छु, अब चाहिँ एकदम भिडियो चाहिँ दामी आउँछ है। ल हेर्नु साथीहरु, भोइस पनि एकदम दामी आउँछ है। ल हेर्नुस्, ल गाइज, म चाहिँ तपाईहरुलाई पनि के भन्न चाहन्छु भने सकेसम्म चाहिँ तपाईहरुले पनि माइक युज गरेर भिडियो बनाउनु होला, एकदम क्लियर आउँछ, राम्रो आउँछ है। नभए भने चाहिँ ठिकै छ, त्यतिकै बनाउँदा पनि केही फरक पर्दैन, तर माइक भयो भने चाहिँ एकदम बेस्ट हुन्छ है। ल साथीहरु, तपाईको यसको प्राइस चाहिँ कुवेतमा चाहिँ अब तपाईको यो माइक फोनको चाहिँ प्राइस चाहिँ तपाईको कुवेतमा चाहिँ 5K है साथीहरु। ल हेर्नुस्,
धेरै छैन, जम्मा 5 केडी हो। नेपालको चाहिँ तपाईँको 2500, अहिलेको रेट अनुसार 2500 लगभग 2000 जति पर्छ है लानु साथीहरू। त्यति महँगो छैन, यो चाहिँ सस्तो छ है। अरू धेरै किसिमको माइकहरू पनि छ, मलाई चाहिँ यो नै अलिकति राम्रो लाग्यो, त्यही भएर चाहिँ म यही लिएर आएको छु है लानु साथीहरू। लेट्स गो गाइज। ल गाइज, मेरो भिडियो चाहिँ कस्तो लाग्छ है, लाइक कमेन्ट सेयर गर्नु होला, अनि मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला है ल साथीहरू। ओके गाइज, अब चाहिँ नेक्स्ट भिडियो भेट्छ होला है। ल गाइज, बाई।